नमस्ते नेपाल। जनस्तरमा उब्जिएको एउटा प्रश्नको जवाफ खोज्दैछौँ यसै भिडियो मार्फत तपाईहरु सामने तपाईहरुकोबाट। हामीले अवगत नै छ भाद्र 23 र 24 गते यो ठूलो जेन जेड विद्रोहपछि बनेको यो नवनिर्मित सरकारले आउँदै गरेको फागुन 21 गते देशव्यापी रूपमा चुनाव गराउँदैछन् र यसै क्रममा एउटा जनस्तरमा उब्जिएको एउटा प्रश्न छ। एउटा प्रश्न जनजनको घरबाट जनजनको मनबाट सुनिरहेको छ कि के नेपाल हिन्दू राष्ट्र हुनुपर्छ त? तपाईलाई सोध्दैछु, के नेपाल हिन्दू राष्ट्र हुनुपर्छ त? यो जवाफ यसै प्रश्नको जवाफ पाउनु छ र तपाईहरुलाई थाहा छ अहिलेको यो समय भनेपछि सोशल मिडियाको दौर हो। टिकटक, इन्स्टाग्राम, ट्विटर, भाइबर, व्हाट्सएप, फेसबुक योहरुबाट पनि सायद दबाव बनाउन सकिन्छ होला र आफ्नो विचारहरु राख्न सकिन्छ होला। के हिन्दू राष्ट्रको पक्षमा एक पोस्ट हुन्छ कि तपाईहरुबाट? लेख्न सक्नुहुन्छ। तपाईको यो निजी विचार हो। तपाई स्वतन्त्र हुनुहुन्छ आफ्नो विचार प्रकट गर्नको लागि। तपाई एकचोटी लेख्न सक्नुहुन्छ कि जय श्री राम हिन्दू राष्ट्र, नेपाल हिन्दू राष्ट्र भनेर लेख्न सक्नुहुन्छ। तपाईको यो निजी स्वतन्त्रता हो र सायद लाग्छ यो सनातनीले गर्छन् होला। एक पोस्ट हिन्दू राष्ट्रको नामले सायद गर्नुहुन्छ होला। हस्, धन्यवाद। जय नेपाल।